हुँदैन What's up people, it's me Yotika. Guess where? कहाँ जाँदैछ दीक्षा दिदी अब? Any guesses? यो कहाँको हाइवे होला गेस गर्नु त? यो हाइवे हैन। यो हाइवे हो पोखरा बागलुङको हाइवे। अनि हामी जाँदैछौँ लुवाङ भिलेज। लुवाङ भिलेज चाहिँ पोखराबाट एकदमै नजिकैको डेस्टिनेसन रहेछ। हामी जस्तै 1.5 आवर पनि लागेन लुवाङ भिलेज पुग्नको लागि। यदि तपाईहरु पोखरामा हुनुहुन्छ लुवाङ भिलेज जान चाहनुहुन्छ भने चाहिँ 1 घण्टामा लुवाङ भिलेज चाहिँ टुपुक्कै वहाँवाला भिलेजै पुगिन्छ। पोखराबाट लुवाङ भिलेज कताबाट गइन्छ भन्दाखेरि 0 किलोमिटरबाट पोखरा बागलुङ हाइवेबाट अगाडि बढ्ने। जस्तै म बढ्दै छु यो पोखरा बागलुङ हाइवे हो। अनि त्यसपछि अलि अगाडि पुगेपछि हेम्जा पुगिन्छ। हेम्जाबाट राइट टर्न लिएर थोरै भित्र जाने। यो खुमाई डाँडा जाने बाटो छ नि हो त्यो वाला बाटो, त्यही वाला बाटो चाहिँ हेम्जाबाट थोरै भित्र जाने। यो चाहिँ हेम्जाबाट भित्र बसेको भित्रीवाला बाटो हो। अगाडि गएपछि चाहिँ एउटा यताबाट खुमाई डाँडा जाने भनेर बाटो आउँछ। यताबाट यता खुमाई जाने भने यतातिर चाहिँ लुवाङ जाने, यताबाट चाहिँ यता खुमाई जाने बाटो। बाटो एकदमै राम्रो छ। लेफ्ट ह्यान्ड साइडमा चाहिँ हिल साइड छ भने चाहिँ दाहिनेतिर चाहिँ मादी खोला बगिरहेको छ। अन द वे पनि के सानो गाउँहरू देखिएको थियो। एकदम राम्रो थियो बाटो। कालो चस्मा लाएर झन् कति राम्रो देखेको। Say hi to my vlog. Hello. Hi. भ्यागुताको बच्चा होला। अहिले यस्तो फिल भयो भागेपछि झन् कस्तो फिल हुन्छ, प्याराडाइज वाला हुन्छ होला। लुवाङ भिलेज आउने प्लान चाहिँ कसरी भयो भने मेरो चाहिँ बिदा थियो। अनि त्यसपछि बिदा वेस्ट नफालौँ भन्ने हुन्छ कि मलाई चाहिँ। अब पोखरामा अहिले जब गर्छु, मेरो घर होइन यहाँ। अब सधैँ यहीँ जब गरिन्छ, यहीँ भइराखिन्छ भन्ने छैन नि त। यहाँ आउँदाखेरि चाहिँ वरिपरि चाहिँ एक्सप्लोर गरौँ भन्ने मेरो विचार। म जान्छु भन्दै चाहिँ साथीहरू पनि अब कहाँ आएको छ। म होस्टेल बस्छु नि त। अनि फ्लोमा आएँ। ल अब लुवाङ भिलेजको वेलकम टु लुवाङ भिलेज आयो है। अब त्यसबाट चाहिँ यहाँबाट चाहिँ अलिकति अफ रोड छ कि बाटो अलिक उकालो खालको छ। थोरै अफ रोड छ यहाँबाट। यहाँसम्म चाहिँ पुरै फुल अन पिस थियो। यहाँबाट पनि ढलान गरेको छ थोरै बाटो। अनि थोरै बाटो चाहिँ एकदमै अफ रोड छ। यस्तै ढलानवाला बाटो छ मोस्ट अफ द रोड। अफ रोड पनि छ। आइहाल्नु पर्दैन। लास्टै गऱ्यौँ भयो। घाममा 12-1 बज्यो घाममा। लुवाङ भिलेज आइसकेपछि तल पार्किङमा बाइक राखेर हामी बाई फुट चाहिँ अलिकति हाइकिङ गरेर माथि चियाबारीतिर लाग्यौँ। हामी चाहिँ माथि चियाबारी नै होमस्टे राम्रो भेटायो भने चाहिँ त्यहीँ बस्ने भन्ने प्लानले झोलाछोला सबै बोकेर माथि गएको थियौँ कि। फाइनल्ली लुवाङ भिलेज। के भयो तपाईँको ब्लग कहाँ अड्किएको छैन, यो कन्टिन्यू जारी छ ब्लग। बिचमा पानी खाँदै थकै मार्दै फाइनली हामी चियाबारी पुग्यौँ। हामी चियाबारी आइपुगिसकेका छौँ। दिनु भनेको हामी यस्तो चियाबारी आयो। होमस्टे माथि बस्ने भने कि यस्तो छ होमस्टे टिनको तातो। यहाँ त पर्दो के छैन, झ्यालै छैन। Okay. 2, 3. चियाबारी पुगेर त्यही लडीबुडी खेलेर फोटो खिचेर रिल्स बनाएर अनि हामी चाहिँ होमस्टे खोज्न फेरि तलतिर झऱ्यौँ। त्यो होमस्टेमा जाने भयो। अन द वे टु होमस्टे। यहाँ हामी होमस्टेको लागि सोध्न आएको। कुकुर बिरालो बाहेक मान्छे थिएन यो घरमा। यति बेर बस्यो तर मान्छे नभएर हामी फर्क्यौँ। It's Lुवाङ भिलेज। पोखरा। न्याउ ए न्याउ कस्तो पुन्तुली होला। 1 2 3
त्यो क्युट राम्रो लागेको घरमा चाहिँ हामी धेरै बेर बस्यौँ तर पनि त्यहाँ कोही पनि आउनु भएन अनि त्यसपछि हामी तल फर्केर एउटा होटलमा बस्यौँ त्यो होटलमा चाहिँ हामीलाई चाहिँ होमस्टेकै प्राइसमा बस्न स्टे गर्न दिनुभयो होटल एकदम राम्रो थियो त धेरै टाइम लाउनु भयो भाइ अर्को एक्स्ट्रा प्लेट पनि ल्याइदिनु ल एकदम मैली दैली भयो सबै खाजासाजा खाएर पेट भएर हामी चाहिँ त्यहाँ वरिपरि एक्सप्लोर गर्न थाल्यौँ एक्चुअली चाहिँ मलाई चाहिँ झर्ना हेर्न मन लाग्यो झर्ना छ त भन्नुभयो थियो हामी गयौँ कतै झर्नै भेटेन जति खोज्दा पनि झर्ना चाहिँ भेटिएन अनि त्यसपछि हामी थाकेर होटल फर्क्यौँ के हो नि चियापत्ती अनि यस्तै खानुहुन्छ ए सुकेसी कस्तो थियो अनि हाम्रो घरमा आउनु चाहिँ एक काटेर आउने है ए झुरा नि हुँदो रहेछ है यो पनि ए चियाको एको पत्तीको मुना टिपेर अनि आफैले मार्नुहुन्छ मार्यो भने के चाँडै गल्छ भनेर के यस्तो ठीक हुन्छ नि त मार्को राम्रो हुन्छ नि त मिठो नि हुन्छ रस आउँछ मङमङ बस्छ अनि यसको रस निचाले फाल्नुहुन्छ कि के हैन झन् र कोही बस्दैन होला ए निकाल्दियो भने त नानी अब हुन लाग्यो त्यो भइसक्यो अब नाइस हामी स्टे गरेको होटल होमस्टेवाला फिल आउँछ भने यता ठुलो बिल्डिङमा नबसेर हामी सानोवाला घरमा बसेको जाने मान्छे मसक्क मरेको के देखेर छिटो भयो यो पनि चाहिँदैन यो कार्ड बीचको सक्यो नि इन्ड हुने के हुँदैन सबै सफल गरेर अनि तेरा रिसफल गर्न सबै तास खेलेर बसेको छौँ है त हामी मध्ये एकजना साथीहरू हुन्छ एकदमै खतरा म देखाउन जानेछु चतुर साँच्ची के हो औँठी लाएर त्यहाँ बसे पढे आगे त्यो केटी लुकेर खै के पढ्यो अरे पढेर बसेर घुम्न आउँदाखेरि लास्ट याद करे परवाह मेरी मुझे क्या परवाह इस दुनिया की जग मुझ में लगाए पाबंदी मैं हूँ ही नहीं इस दुनिया की धले तुम्ही हो बंधु सखा तुम्ही स्टार्टिंग यताको बत्ती बोलेन पहिला तात्दैछ मांसाहारी हुँदै गयो भने धर्म नासिन्छ मलाई त्यो पिस लाग्दै हो क्या I respect seniors. ICQ. Thank you. Good morning from Long above the cloud. कस्तो रमाइलो हाम्रो स्टेको प्याकेजमा चाहिँ बेलुकाको खाना बसाइ अनि बिहानको ब्रेकफास्ट पनि थियो अनि बिहान चाहिँ सबैले आफ्नो काममा जान हतार थियो कि अनि त्यो भएर छिटो छिटो उठेर ब्रेकफास्ट खाएर अनि हामी चाहिँ पोखरा फर्क्यौँ